फेवातालमा यो बचाउ बचाउ भन्ने आवाज सुनिराखिएको छ। यो दर्शक पनि हेर्नुहोस्, फेवातालमा ढुङ्गा पल्टिसकेको छ। हो फेवातालमा ढुङ्गा दुर्घटनापछि बचाउ बचाउ भन्दै केही कराइरहेका छन्। यो हामीले देख्न सक्छौँ। यो दृश्यमा कराइरहेको छ। यो मोटर बोट सम्भवतः मोटर बोट यो लडिरहेको छ। यहाँ मोटर बोटमा यात्रुहरू केही यात्रुहरू के छटपटाइरहेको पनि यहाँ देख्न सकिन्छ। यात्रुहरूको उद्धारको लागि केही तयारीहरू भइरहेको छ। यहाँ अहिले फेवातालमा रहेको यो उद्धार टोली यो रेस्क्यु टिम यहाँ आइसकेको छ। मोटर बोटमा आइसकेको छ। उद्धारको लागि सायद यो सशस्त्र प्रहरीको टिम टोली हुनुपर्छ। उद्धारको लागि आइरहेको छ। मोटर बोट पल्टिएपछि आएर गएर हेल्प भनेर कराइरहेका छन् केही फेवातालमा डुबेकाहरू। उनीहरूको उद्धारको लागि यहाँ टोली आइरहेको छ। यो देख्न सकिन्छ दृश्यमा। फेवातालमा यो डुबेकाको उद्धार अभ्यास हो। यो उद्धार अभ्यासको लागि सशस्त्र प्रहरीको यहाँ टिमले आज उद्धार अभ्यासको यो स्थलगत रूपमा यो अध्ययन उनीहरू उद्धारको लागि ट्युब सहित केही उद्धार सामग्री सहित यहाँ पुगिसकेका छन् र फेवातालमा डुबेकाहरूको उद्धारमा लागिरहेका छन्। हामी देख्न सक्छौँ। फेवातालमा पटक पटक हुने दुर्घटनाहरूको उद्धार कसरी हुन्छ र कसरी गर्न सकिन्छ भनेर अभ्यास स्वरूप यो ट्रेनिङ गरिएको हो र सशस्त्र प्रहरीले खास गरी फेवातालमा आउने यात्रुको सुरक्षाको लागि यस्ता सुरक्षाका र उद्धारको कार्यमा काम गर्दै आइरहेको छ। त्यहाँ डुबेकाहरूको उद्धारको लागि ट्युबहरू फालिएको छ। उनीहरू अब मोटर बोट पनि कप्टो परेको थियो भने अहिले सुल्टो भएको छ। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।